धेरै बिरामीहरूमा चाहिँ यो अपरेसन गर्मीमा गर्नुपर्छ कि जाडोमा गर्नुपर्छ भन्ने एउटा अलिकति दुविधा रहेको जस्तो पाइन्छ। यदि ठुलो घाउ हुने अपरेसनहरू छ, चिरेर गरिने अपरेसनहरूमा चाहिँ कस्तो हुन्छ भन्दा घाउ ठुलो हुन्छ अनि त्यसले गर्दा गर्मी मौसममा घाउ अलिकति इन्फेक्ट हुने सम्भावना अलिक बढी हुन्छ यदि ड्रेसिङ राम्ररी गर्न सकिएन, सबै कुरा एकदम स्ट्यान्डर्ड उमा भएन भने चाहिँ घाउ पाक्ने सम्भावना अलिकति बढी चाहिँ हुन्छ। त्यो कुरा सही हो, ठिकै हो। र यदि लम्ब्याउन सकिन्छ भने चिरेर गर्ने अपरेसनहरू चाहिँ अलिकति चिसो मौसममा गरेको केही न केही हद चाहिँ राम्रो हुन्छ। तर सानो चिरा लगाएर गरिने अपरेसनहरू, दूरबिनबाट गरिने अपरेसनहरूमा चाहिँ घाउ पाक्ने रिस्क त्यस्तो हुँदैन, घाउ पाक्ने सम्भावना त्यस्तो हुँदैन। त्यो गर्दा चाहिँ गर्मीमा पाक्ने अथवा जाडोमा चाहिँ अलि सजिलो हुने भन्ने चाहिँ हुँदैन। त्यसैले यो सानो अपरेसनहरू अथवा सानो चिरा लाएर गरिने अपरेसनहरूलाई चाहिँ जाडो अथवा गर्मी भनेर कुरिराख्नु पर्दैन।